यो आँपलाई चाहिँ हामीले चाहिँ काटेर यसलाई नुन र बेसारमा मोलेर 2 दिनको लागि चाहिँ यतिकै छोडेका थियौँ र आज चाहिँ हामीले थोरै हल्का पानी हुने गरी सुकाएर राखेका छौँ। अब हामी यसलाई यहाँ बाटामा लाएर सबै मसलाहरूसँग मिक्स गर्छौँ। अब हामी यसलाई चाहिँ मसलासँग मिक्स गर्छौँ। मसलामा चाहिँ हामीले थोरै जिरा धनियाको धुलो खुर्सानी र तोरीको छोप चाहिँ हामी यसमा लाएर मोल्छौँ र हामीले अघिल्लो दिन नुन बेसार मोलेर यो जुन हामीले आँप राखेका छौँ त्यसको पानी लाएर चाहिँ हामीले मिक्स गर्छौँ। त्यो पानीले चाहिँ एकदमै स्वाद थप्ने काम गर्छ। अमिलो सँगसँगै यसलाई धेरै समय राख्नको लागि पनि स्वादअनुसार नुन लाएर हामीले मिक्स गरिसकेका छौँ। यसमा हामीले अब थोरै तेल मेथी पड्काएर तेल लगाउँछौँ र हाम्रो तयार भयो पहाडी स्टाइलमा आँपको अचार।